वेलकम टु माई ब्लग साथीहरू। यति धेरै रुम भत्रगोल पारेर कहाँ जाँदैछ भनेर सोच्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस्, म र मेरो साथी चाहिँ जाँदैछौँ पेरिस र ब्राजिल घुम्नका लागि। हाम्रो ट्रिप चाहिँ 4 डेजको हो। अनि अब हामी चाहिँ घरबाट निस्किन्छौँ ट्याक्सी बुक गरेर जाग्रेब एयरपोर्टसम्म। त्यो हाम्रो ड्राइभर दाइ। सो गाइस, अब हामी चाहिँ यहाँबाट लाग्छौँ जाग्रेब। आजको मौसम चाहिँ अलिक खराब भएको भएर हामीलाई अलिक गाह्रो भइरहेको छ। गाह्रो साह्रो जे भए पनि हामी चाहिँ आफ्नो गन्तव्यतिर लागिरहेका छौँ। किन भन्दा आम सो एक्साइटेड। साथीहरू, यो चाहिँ मेरो फर्स्ट ट्राभल हो क्या। यहाँ क्रोएसिया आइसकेपछि मैले चाहिँ कति सपना देखेको थिएँ क्या, यता घुम्न जान्छु उता घुम्न जान्छु भनेर। अनि कति गर्दा गर्दा मिलिरहेकै थिएन, बल्ल तल्ल टाइमहरू मिल्यो, सबै कुरा मिल्यो। अनि म चाहिँ घुम्न जाँदैछु मेरो साथीसँग। यो चाहिँ हो क्रोएसियाको जाग्रेब एयरपोर्ट। अब हामी चाहिँ यहाँबाट भित्रतिर लाग्छौँ साथीहरू बोर्डिङ पासको लागि। हामी चाहिँ बोर्डिङ पास लिइसकेर चाहिँ यता आफ्नो पासपोर्टहरू सोअप गर्दैछौँ। अब भिडियो बनाइसकेपछि चाहिँ हामी अब लाग्छौँ प्लेनभित्र जानको लागि। साथीहरू, के विधि पानी परेको हो क्या आज। ओ माई गड, म त जाडोले मर्नै आँटिसक्यो, मर्नै। कतिखेर भित्र चिरुम जस्तो भइसक्यो। यहाँ छाता ओढेर कुरेर बस्दैछौँ हामी यहाँ। अब हामी चाहिँ भित्र इन्टर हुँदैछौँ होइन। अब यहाँबाट चाहिँ सिधै फ्रान्सको एयरपोर्टमा ल्यान्ड भएको मात्रै देखाउँछ है गाइज म चाहिँ। सो गाइज, हामी चाहिँ यहाँ ल्यान्ड भइसक्यौँ। अब यहाँबाट हामी चाहिँ सिधै अब हाम्रो फिलिपिनो साथीको घरमा डिनरको लागि जान्छौँ। दिस इज डिनर दे प्रिफर फर अस। सो यम। यहाँबाट सबै कुरा सिधाएर अब हामी चाहिँ हाम्रो होटेलतिर लाग्छौँ साथीहरू। मैले चाहिँ सबै कुरा सर्टकटमा देखाइरहेको छु, किन भन्दा भिडियो चाहिँ लामो हुन जान्छ। अब हामी चाहिँ यहाँबाट फोटो भिडियो लिँदै हाम्रो होटेलमा चाहिँ पुगिसक्यौँ साथीहरू। दिस इज आवर होटेल, वी गना स्टे हियर फर 2 days। अब हामी चाहिँ यहाँबाट काउन्टरमा केही डिस्कस गरेर चाहिँ के बोकेर चाहिँ आफ्नो रुमतिर लाग्छौँ। मेरो जिब्रो चाहिँ हल्का लडबड रहेछ, किन भन्दा मेरो चाहिँ यो फर्स्ट हो नि त यसरी बोलेर ब्लग बनाएको चाहिँ। अब म चाहिँ यसो नक्कल झक्कल पारेर हामी चाहिँ लाग्दैछौँ क्या दुईजना। मलाई हेर्नु कस्तो सास फेर्न पनि गाह्रो भएर छ। ओ माई गड, फर्स्ट टाइम हो नि त, केही छैन, बानी पर्छ। हामी लखर हिँड्दैछौँ। मेरो साथी चाहिँ हिँड्दैछ टुकुर टुकुर, म चाहिँ पछाडिबाट भिडियो खिच्दै हिँड्दैछु क्या। अब के गर्नु, ब्लगर बन्ने भुत चढेपछि यस्तै हुन्छ। अनि यो चाहिँ हाम्रो रुम। वेलकम साथीहरू तपाईँहरूलाई हाम्रो रुममा। ओहो, सास फेर्न पनि गाह्रो भयो त मलाई यहाँ। म भन्दा धेरै चाहिँ मेरो साथी एक्साइटेड रहेछ। त्यहाँ हेर्नु न, ओह बुत्रुक्क उफ्रेर। अब केही छैन, त्यहाँ सुतेर हामी दुईजना हाम्रो नक्कल झक्कल देखेर बोर नमान्नु होला, जस्ट भिडियो हेर्नु होला राम्रोसँग। हामीले चाहिँ के गर्छौँ अब चाहिँ म भोइस ओभर गर्दिनँ, सिधै यहाँ मैले बोलेर भ्लग बनाएको छु त्यही देखाउँछ है गाइस। ओके साथीहरू, हामी चाहिँ अब फेरि बाहिर जानको लागि रेडी हुँदैछौँ। यो मेरो साथीको भत्रगोल हो। सनस्क्रिन चाहिँ यस्तो भाँडामा लिएर पोखेर खुलिँदै भएछ। गाह्रो छ नि हामीलाई। सनस्क्रिन दल्यो रेडी भइसक्नु ए दलिसक्छ गाइस। ल म चाहिँ अब फाउन्डेसन कि टाउन्डेसन लगाउनु थालेँ। अहिले त्यहाँनिर यो फाउन्डेसन पट फुटेर चुडेल लुक्स क्रिएट हुन्छ। इट्स ओके हैन गाइस। ड्रिंक वाटर ऐसे लोग रहते हैं हमारे पास। डार्क सर्कल बी हाइड्रेट छोपेर जाने त। Is where I am. Where we are, that's where I am. Okay, where we are. Paris, I am in Paris. Ooh. Back off, nice. Come. Hi guys, we are in Paris. You can see that is welcome to my vlog. Eiffel Tower. So guys, अब हामी चाहिँ यहाँबाट नाइट भ्यूहरू हेरिसकेपछि फोटोहरू भिडियोहरू मजाले लिइसकेपछि चाहिँ अब हामी हाम्रो रुमतिर फर्किन्छौँ। अब यही रुममा फर्किने क्रममा चाहिँ हामी चाहिँ यहाँ हराउँछौँ कि साथीहरू बाटोमै हराउँछौँ।
हामी चाहिँ हराएका छौँ साथीहरू देख्न सक्नुहुन्छ यो अन्धमुक्ति अन्धकारमा कहाँ हरायो हामीलाई नै थाहा छैन जिन्दगीमा फर्स्ट टाइम प्यारिस घुम्न आएको त्यही पनि हराएर चौपट्टै भएर चाहिँ समस्या गाई समस्या दर समस्या परिरहेको छ यहाँ साथीहरू हामीलाई समस्या नै समस्या छ हामी दुईजना यही यस्तो जाडोमा हरायो आज हामी यो फ्रान्सको गल्लीमा प्यारिस हरायो त अब के गर्नु अब हराइहाल्यो पेटमा मुसा कुदिसक्यो घुम्नु त मजा आयो थियो नि अब ट्रेन त आयो तर यताबाट त जाने हो कि हामी ट्रेन आयो गाइज बल्ल चाहिँ हाम्रो मुटुले काम गर्नु थालेको छ कतिवटा स्टेसन हो क्या कतिवटा अन्डरग्राउन्ड ट्रेन हो क्या दिमाग खराब यार त्यो म्याप हेरेर त मान्छे साइकको हुँदैन यहाँ हेर न यहाँ अब चाहिँ हामी राइट वेमा छौँ है कति बजी निस्केको हामी उताबाट 9 बज्न लागेको थियो है 8:40 झन्डै लगभग 1 घन्टा हरायौँ हामी दुईटा ट्रेन एक्सन चढ्यो झरेको छ धन्न लाइफमा जीवनमा अनुभव गर्न पाइयो माई लर्ड होइन घुम्दाखेरि अब सबै राम्रो हुन्छ भने छैन नि त हुँदैन पनि छ के न के नराम्रो त हुन्छ यादगार पनि हुन्छ मेमोरेबल कुरा त हुन्छ अनि ओ यस्तो भयो है यो घुम्न जाँदाखेरि भन्ने तर एउटा कुरा अब सँगसँगै आर्थिक साथीले काम गर्छ म आत्या छैन अब म आत्या होइन है ल मैले हराएँ कि भनेर भने मान्छे हराएको त छैन नि त कसै अहिले बोल्नु सास पनि अहिले बोल्नु सास पनि तर हामी सुरुमा नै सोध्नु पर्दैन क्या त्यो काउन्टरमा जान्ने भनेर म्याप हेरेर sometimes you really have to do more केही छैन गाइस मेरो नेलहरू चाहिँ तपाईँले अब अरू नोट्स देखाउँ भने चाहिँ स्टेसन 4 बजी जान्छ दिन बाजेको हातमा नेवाले बाजेको हातमा नेवाले जे भए पनि गाउँमा कुटुको लानु गरेको हात हो ए हातले पर्यो भने म 10जना मान्छे कोडिदिन्छु एक होइन 10 कोडिदिन्छु ओहो ब्लगर बन्नु गाह्रो परिसक्यो भयो आजलाई यति नै गरौँ न अनि हामी अब किन यति नै गरौँ भन्दाखेरि अब हामी राइट डेस्टिनेसनमा पुग्न आँटिसक्यौँ अनि अब हामी होटेल जान्छौँ होटेल गएर के यसो खाएर अनि बाँकीको ब्लग फेरि भोलि कन्टिन्यू गर्नेछ हाम्रो चाहिँ 4 डेजको ट्रिप हो 2 डेज फ्रान्स 2 डेज बेलारुस ओके सी यू sorry baby my mistake no my song mistake लन्डन कहाँ चलाउनु भयो नि बेल्जियम भन्नु मैले बाई मिस्टेकले हाड नगरिदिएर कुर्ती चाहिँ हाड गरेर मरेको राखेको ल साथीहरू खाइ